सबैमा नमस्कार, गुड मर्निङ। आज चाहिँ सानो एउटा भिडियो बनाउँदै भनेर लागेको छु। एउटा ठुलो ढुङ्गाको अवस्था कस्तो भयो देखाउँछु मैले। धेरै दिनपछि एउटा भिडियो बनाउन लागिरहेको छु। एउटा यसो बनाइदियो कि भनेर, यसो मन पर्यो भने लाइक सेयर गरिदिनु होला भन्दै। ल ए भाइ चाहिँ यहाँ आज रातभरि नै बस्यो होला होइन? आज रातभरि बस्यो होइन? पानी तानेर। ल ठिक छ, रातभरि बसेर यो चिसोमा ल यस्तै छ। त्यता नि मोटर हालेको, हिजै हालेको राति। यताको यता हालेको होइन। ल तपाईँहरूलाई मैले ढुङ्गो देखाउँछु, हेर्नुहोस्। त्यो ढुङ्गालाई चाहिँ यसरी काटेर यो भुइँमा पुरै पिसिसी गराइयो। हेर्नु है ल गाइजहरू, यस्तो छ यहाँको अवस्था। यति बेला बिहानको समय छ, घाम निस्केको छैन, एकदमै चिसो छ। सर्लक्क पिसिसी भयो होइन। यहाँ उया पर खाल्टो खनेको छ अझै। त्यहाँ अझै 2 मिटर डाउन जानुपर्ने गइया छ। ल क्याटको मासु क्याम्पर। यो ढुङ्गो हजुर देख्नु भएको थिएन कति ठुलो थियो। सब काटेर टक्रक्क बनाएको छ। कति डेन्जर छ यहाँनिर, रिक्स। तपाईँलाई मैले जुम गरेर देखाउँछु है त। ल यहाँ ढुङ्गा झर्नु लाग्यो। ढुङ्गा एकदमै खतरा छ। तल काम गर्दा एकदमै रिक्स छ यहाँनिर। यस्तो छ यहाँको अवस्था। यहाँनिर यतिसम्म चाहिँ भयो। अब यो पछाडि यो सक्रिय वाल लाग्छ, पुरै वाल। त्यसपछि फेरि यतापट्टिको भाग चाहिँ सर्लक्कै काटेर फाल्नुपर्ने छ। यो सर्लक्कै काटेर फाल्नुपर्छ साथीहरू। तपाईँलाई यतापट्टि मास्तिरको भाग देखाउँछु। यो पानी भइगयो, यो पानी आउने खोला भइगयो। यो खोला छेकेर हामीले यता लैजाने हो। यहाँबाट यो इन हो पानीको, ड्याम साइड जाने लगिन्छ। अब अहिले चाहिँ यसलाई धरान भइरहेको छ। यो हिजो मात्रै पिसिसी गरे भएर चाहिँ यो पानी तान्नलाई दुईवटा भाइहरू यहाँनिर तिर्काल टाँगेर यहाँ बसेका छन्। दुईवटा भाइ रातभरि यो परिदिएका भाइहरू हुन्। चिसोमा चिसो तातो भन्ने कुरै भएन काम गर्न आएपछि। यो भएर साथीहरू हेर्नुहोस् ल, यो चिसोमा के छ। ल यो पानी जाने वाल हो। यो वाल लगाइसकेको छ। यो वालभन्दा माथि फेरि अब डन्डी बाँधेर कङ्क्रिट वाल ढलान हुन्छ। गर्न बाँकी छ यहाँनिर सबै। यो वालहरू हुँदैछ यसमा। त्यसपछि टक्क लाएर ल साथीहरू यस्तो छ। ढलान गर्ने पाउनु यहाँ छैछ। यसै ढलान हुने काम हुँदैछ। अहिले बिहानको 7 बजे छ, कोही पनि आइपुगेको साथीका छैनन्। ल लास्टसम्म भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसो हाइड्रो पावरको सिस्टमहरू यसो हेर्न, हाइड्रो पावर बनाएको हेर्न चाहनुहुन्छ भने सानोतिनो म भिडियो बनाएर हजुर समक्ष पोस्ट गर्ने प्रयास गर्नेछु। हस्त धन्यवाद।